सबलाई नमस्कार, जय गोर्खा, जय जोहार, जय बगानियर। अहिले म कहाँ उपस्थित छु त? अहिले म उपस्थित छु दुम्सीपाडा र गरगण्डाको सिमानामा। यो जो बोट तपाईले देख्नु हुँदैछ, यो जो ग्रीन कलरको बोट, यो बोट हो गरगण्डा चिया कमानको। र यसपट्टि मेरो देब्रे हातपट्टि तपाईको दुम्सीपाडा चिया कमान हो भने मेरो दाहिने हातपट्टि तपाईको गरगण्डा चिया बगान। र यो गरगण्डा र दुम्सीपाडाको बोर्डर हो। यो गरगण्डा र दुम्सीपाडाको बोर्डरमा यो सुनसान जग्गामा म यहाँ उपस्थित भएको छु अहिले तपाईहरुको लागि र फेसबुकको मेरो जति पनि साथीहरुलाई यो जग्गालाई देखाउनका निम्ति। किनकि म एउटा चिया बगान प्रेमी हो, चिया बगानका श्रमिक हो र म चिया बगान घुमिहिँड्छु। आज तपाईको चिया बगान, भोलि कसको चिया बगान, किनकि मलाई चिया बगानसँग धेरै माया छ। र त्यही देखाउनका निम्ति हेर्नुहोस्, यो बीचोबीच यो जो बाटो छ, यो जो म तपाईलाई हातदेखि देखाउँदैछु बाटो, यो दुम्सीपाडा बडा लाइनदेखि बनिएर सिधा यो बाटो सिधै लङ्कापाडा, जहाँ लङ्कापाडा बजार जाने बाटो छ, त्यहाँसम्म यो बाटो बनिएको छ। धेरै राम्रो। यो बगानको बीचोबीच पनि यो बाटो बनिएको छ। र यो जो पक्का रोड, जो यो पक्का रोड, जो यो सीसी रोड, जो पक्का रोड, जो सिमेन्टको रोड, जो सीसी रोड भनिन्छ, यो बाटो अहिले दुम्सीपाडा बडा लाइनदेखि लिएर यतापट्टि हेरौँ भने सिधा लङ्कापाडा बजारसम्म, लङ्कापाडा बजारको छेउछेउ जो त्यो लङ्कापाडा फ्याक्ट्री निक्लिने बाटोसम्म यो अहिले सीसी रोड निर्माण भएको छ। र दुम्सीदेखि र माटारीदेखि कसैलाई अगर लङ्कापाडा जाने इच्छा छ भने यो बाटो तपाईले युज गर्न सक्नुहुन्छ। र अहिले यो बाटो निर्माण भएको छ र धेरै राम्रो। यो बाटो निर्माण भएर माटारी तपाईको जति पनि हाँसीमारादेखि आउने, जयगाउँदेखि आउने, जति पनि लङ्कापाडा घुम्नेहरुको लागि धेरै सुविधा भएको छ। यो चाहिँ तपाईको दुम्सीपाडा बडादेखि लिएर गरगण्डा दुम्सी हुँदै बीचको बाटो यो सिधै लङ्कापाडा जाने बाटो बनिएको छ। र अहिले म जहाँ उपस्थित छु हेर्नुहोस्, यो जो मेरो पछाडि जो बाटो देख्नु हुँदैछ, यही बाटोले छुट्याएको छ यता दुम्सी, यता गरगण्डा। र यो बाटो नै हो यहाँको बोर्डर सिमान्या। अगर देशको बोर्डर भए त यहाँ बीएसएफ, एसएसबी हैन ठुल्ठुलो हतियार लिएर यहाँ बस्थेन होला। तर चिया बगानको सिमाना हो, चिया बगानको सिमानामा त त्यस्तो केही पनि छैन, किनकि चिया बगान एउटा शान्त एरिया हो। र यही बाटो हो जुन बाटोले गर्दा चाहिँ यता दुम्सीपाडा चिया कमान र गरगण्डा चिया कमान यहाँ छुटिँदैछ। र अहिले म उपस्थित छु यसै दुम्सीपाडा र हन्टापाडाको बीच बोर्डरमा। हेर्नुहोस्, बीच बोर्डर। न म हन्टामा छु, न म दुम्सीमा छु, म अहिले बीचमा छु। न हन्टापाडामा छु, न गरगण्डामा छु। म अहिले न अहिले दुम्सीमा छु, न अहिले म गरगण्डामा छु। म अहिले बीचमा छु, यो दुम्सी र गरगण्डाको बोर्डरमा। अहिले यो जो भिडियो म तपाईलाई देखाउँदैछु हेर्नुहोस्, म दुईपट्टि कहीँ पनि छुइनँ, न म दुम्सीमा न म गरगण्डामा, म बीचमा छु अहिले हैन। त्यसै कारणले गर्दा फेरि म यस जग्गामा आएको, यो जग्गालाई देखाउनको निम्ति। धेरै दिनदेखि थियो कि म यो जग्गामा हेर्नुहोस्, यो बाटो सिधै जानुहोस् दुम्सीपाडा बडा लाइन, सिधै जानुहोस् लङ्कापाडा टी गार्डन, गरगण्डा दुम्सी हुँदै। र यो भिडियो बनाउनुको मार्फत यही हो कि चिया बगानको हरिभरि हो र चिया बगानको सुन्दरता र चिया बगानको ठाउँ चिया कमानको कुना जग्गा देखाउने मेरो मकसद तपाईहरुलाई। र भिडियोदेखि म बिदाबारी लिँदैछु। सबलाई दुम्सी र गरगण्डाको बोर्डरबाट जय गोर्खा, जय जोहार, जय बगानियर। धन्यवाद।